Hello everyone, welcome to my new vlog. के छ सबैजना हामीसँग छ उहाँ सभापति ज्यू उसको घर चाहिँ कपिल वस्तु छ र ऊ चाहिँ इज अ किचन हेल्पर म काम गर्छ है। यहाँसँग चाहिँ हामी सोल्जर राजा हाई गर्दिनु हेलो हेलो हम बिते गेमले फुर्सदै पाइए हैन। ऊ चाहिँ लक्ष्मण भाइ ऊ चाहिँ गोर्खाको छ दामी छ भाइ। सबैजना हामी राम्रै छ। अब चाहिँ हामी घर जान लाग्यो हामी रुमतिर जाने हो चट्ट लाएर। अब हामीले पन्चिङ हान्दैछौँ। दामी देखेको छ क्यामेरा। ऊ चाहिँ हाम्रो टेमा डन आशाडोरको डन हो यो। यस्तो छ क्या गाइज होइन, पन्चिङ हान्ने चाहिँ यस्तो हुन्छ क्या। फाइनली आजको हाजिर चाहिँ लाग्यो। एउटा हो यस्तो छ पारा। फाइनली पन्चिङ हानेर हामी चाहिँ अब जान्छौँ रुमतिर। यता चाहिँ हाम्रो लिफ्ट आउँछ, फेरि स्ट्यान्डर्ड लिफ्ट हो है अभियसली हुन्छ। हामी चाहिँ लिफ्ट प्रेस साथीले ग्राउन्ड फ्लोरमा गरिसकेको छ। यस्तै छ पारा यस्तै छ। अरू नयाँ वर्षको के छ कस्तो छ हालखबर सबैजनालाई माया छ धेरै है। अब नेपालमा भएर अब नयाँ वर्ष नमनाउनु पायो भने त्यही पनि यसो याद र सम्झना सबैलाई छ। सो फाइनली हामी लिफ्टदेखि आइसकेछौँ र हाम्रो म्यानेजरहरूले अलरेडी चाहिँ ड्राइभरलाई चाहिँ इन्फर्म गरिदिइरहेको छ होइन कम्पनी गाडीलाई। त्यो कम्पनी गाडीहरू चाहिँ अब कति टाइममा आउँछ होइन। यस्तै छ जिन्दगी हाम्रो। के छ सरकार आरामै हो। ब्लग बनाइरहेको के ए के गर्ने यस्तै छ गाह्रो छ सबैजना। हामी अब चाहिँ हामी टक्क लगाएर रुममा जाने हो सबजना है। त्यही भएर फेरि एक्साइटमेन्ट। तर हेरौँ न गाडी छैन यार, गाडी आउँदैन क्या टाइममा। हेरौँ न यार भने जस्तो यार केही हुँदैन कि यार। अब एक्ज्याक्टली टाइममै आयो। अब ट्याक्कै टाइम अनुसार सबै कुराहरू हुन्छ क्या यहाँ चाहिँ विदेशमा होइन। अब भने जस्तो हुँदैन होइन। अब अलमोस्ट अब त्यो कति बजेतिर लिन्छ भन्नाले अब आधा घन्टा पहिले नि ड्राइभरहरूलाई कल गरिन्छ। अनि आधा घन्टा यस्तो छ। म चाहिँ यहाँबाट टक्क लाएर देखाउने भनेको म यो लाइट नै अफ भएछ कि। सो अहिले हेरेर केही फाइदा नै छैन। यस्तो छ वास्तवमा भन्नुपर्दा यहाँदेखि चाहिँ हाम्रो उता रुमसम्म पुग्नको लागि चाहिँ 25 to 30 मिनट लाग्छ क्या। अनि अब लाइक हुन्छ नि त अब म्यानेजरहरूले पहिल्यै इन्फर्म गर्नुपर्छ क्या गाडीलाई होइन। जो ट्रान्सपोर्टेसन हुन्छ नि त हाम्रो जो कम्पनी टु रुम टु कम्पनीमा लिइजान्छ नि त। हो त्यही भएर उसले सायद म्यानेजरले सायद यो है त्यो चाहिँ थाहा भएन। त्यही भएर गाडी ढिलो आउन सक्छ र कहिले अब ट्राफिक पनि हुन्छ क्या। त्यही भएर पनि गाडीहरू ढिलो आउन सक्छ होइन। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ सिनहरू कस्तो छ ट्याक्क है। यस्तो छ नाइट भ्यू लगिरहेको छ मैले चाहिँ होइन। सबै कुराहरू यताउता अब यस्तो त भने। सो म देखाउन सक्छु सबैजना। हामी चाहिँ यस्तै छ चलिरहेछ। म चाहिँ घुमिरहेको छु यसो भोलि हेर भालै छैन। यस्तै छ तालमा हिँडिरहेको छु चाल।
धेरै वेटिङ पछि गाडी आयो। यो चाहिँ हो हाम्रो गाडी। यसले चाहिँ हामीलाई रुमसम्म लाने गर्छ। केटाहरू पुरै हतारमा बसिरहेको। सभापति पनि हतारमा छ गाइज है। ल भेटौँला अहिले पछि गाडीदेखि झरेपछि है। ल ओके सी यू। फाइनली गाइज होइन हामी चाहिँ गाडीदेखि भर्खर आइयो होइन बाहिरतिर। अब एकछिनपछि अब रुममा गइन्छ अनि त्यही हो सबै कुराहरू यस्तै छ, केही छैन बदलेको। नयाँ वर्ष आओस् या जतिकै वर्ष आए पनि मान्छेको होइन जस्तो हो उस्तै छ होइन। केही चेन्ज हुनेवाला छैन, केही राम्रो हुनेवाला छैन होला। हुन त अब अरूको राम्रो यताउता नयाँ वर्ष आउनु बित्तिकै अब सबै कुराहरू चेन्ज हुन्छ होला, बदलिन्छ होला। तर मेरो चाहिँ जस्तो छु म उस्तै हो। अरू कुरा के भन्नु है। ल हुन्छ केटा साथी हो भाइ हो सबैजनालाई भेटौँ ल नयाँ ब्लगमा, अब अर्को ब्लगमा है। ल बाई।